अब दादाहरू छुटिनु हुँदैछ भन्ने कुरा त अगाडि नै थाहा थियो है, न्युजले त केही पनि फरक त पारेन। त्यो दादाले जब राजदादाले लेखेर त्यो हाल्नुभयो नि, त्यो देख्दाखेरि चाहिँ यस्तो मन दुखेको थियो क्या त्यो देख्दाखेरि चाहिँ। अनि कस्तो के नरमाइलो ला, अब साँच्चीकै दादा जानुहुन्न त, अब दादा साँच्चीकै जुठीमा हुँदैन त जस्तो फिल भएको थियो क्या। एकदम धेरै नरमाइलो, त्यो सम्झिनै नसक्ने। मिस भयो तपाईँलाई आफ्नो दाइ चाहिँ भनौँ न, एज अ मनमाया भइकन चाहिँ गोथेलाई चाहिँ कतिको मिस गरिरहनु भएको छ? म सबैभन्दा धेरै त मलाई नै मिस भयो होला होइन, भयो। किनभने मेरो घरको पात्र, मेरो घरको दाइ उहाँ, अनि त्यसपछि मेरो धेरै सिन हुने भनेकै दादासँग नै हो। अनि त्यसपछि दादासँग भएको सिन फेरि सबैजनालाई मन पराइदिनु हुने क्या। दादाको र मेरो जुन झगडा फाइटहरू हुन्छ नि, त्यो सबैजनालाई मन पराइदिनु हुन्थ्यो। अनि भयोभरको सिनै मेरो दादासँगै हुन्थ्यो। मैले जति त कसले मिस गरेँ होला र, तर मैले आफूसँग प्रमिस गरेर गएको थिएँ, म एकचोटि पनि म दादालाई सम्झेर चाहिँ स्याड हुँदिनँ है भनेर आफैसँग घरमै हुँदाखेरि प्रमिस गरेर गएको थिएँ। जुन प्रमिस गरेर गएको थिएँ त्यो चाहिँ मैले पुरा गरेर आएँ। कस्तो त्यो अर्कै फिल भएको, दादा बिना अब पहिलोचोटि गइरहेछौँ हामी है। अनि मैले आफैसँग भने नि प्रमिस गरेको थिएँ, म एकचोटि पनि दादालाई सम्झेर स्याड चाहिँ हुँदिनँ है भनेर गएको थिएँ। अनि सबै चिजहरू नर्मल्ली, अब एकचोटि त कस्तो गाह्रो भएको थियो त्यो पूजा गरिरहेको बेलामा, तर मैले कसैलाई पनि देखाइनँ कि, आफूलाई नै देखाएँ। अनि त्यही भित्र दबाई दिएँ क्या मैले। अनि त्यो गाडी गरेर गइसकेपछि चाहिँ त्यो जुन दादा जसरी बस्नुहुन्थ्यो नि कुर्सीमा, त्यहाँ ओह्रालोमा त्यो स्टकका सिनहरू भ्यूहरू हेर्दै, त्यहाँनिर त्यो कुर्सी दादा जसरी बस्नुहुन्थ्यो त्यसै गरी त्यतैपट्टि फर्काएर राखेको थियो क्या। अनि कस्तो फिल भयो भने मलाई त, अब भन्दाखेरि कस्तो नराम्रो सुनिन्छ, मान्छे मरेर गइसकेपछि त आत्मा आएर त्यहीँनिर बसेको देखिन्छ नि, त्यस्तै क्या। अब दादा त हामीसँग हुनुहुन्न, तर दादा चाहिँ त्यही त्यो रातो कुर्सीमा त्यहीँनिर बसेर उतापट्टि हेरेर बसिरहनु भएको छ जस्तो। केरी र जुठेको बे भइसकेको छ, मनमायाजीले मिलाउनु भएको छ लायो अलिअलि कता कता हेर्दाखेरि मलाई होइन। साँच्चीकै हो तपाईँले मिलाइदिनु भयो? अब देख्दाखेरि त साँच्चीकै मैले मिलाएको जस्तो देखिएको छ। कस्तो खुसी लागिरहेको छ कि छैन त? अब दुःख एकातिर छ, त्यसलाई अब साइडमा राखौँ होइन। जुठे र जुनकेरीको बे कहिले होला भन्ने प्रश्न धेरै आउँथ्यो होइन। यति बेला मनमायाले मिलाइदिएको छ जुठे र जुनकेरीको जोडी, कति खुसी लाग्छ, कतिको चाहिँ एप्रिसिएट पाइरहनु भएको छ? होइन, खुसी लागेको थियो साथीले बिहा गरौँ टाइपको होइन। तर त्यो साँच्चीकै होइन, त्यो जुन सिन गरिरहँदाखेरि नि साँच्चीकै फिल भएको थियो क्या। ला मेरो बच्चैदेखिको साथी साँच्चीकै गयो जस्तो फिल भएको थियो क्या। राजदादालाई के भन्नु, धेरै कुराहरू भन्न मन छ। हुन त अब धेरै कुरा भनि पनि सकेको छु। अहिले चाहिँ अब दादा राम्रोसँग काम गर्नु होला है, मान्छेलाई धेरै ट्रस्ट नगर्नु। दादा चाहिँ एउटा कस्तो हुनुहुन्छ भने, नराम्रो बानी चाहिँ दादाले अरूले लगाएको कुराहरू सुन्नुहुन्छ क्या। मान्छेले सम्बन्ध बिगाड्नको लागि अर्काको कुराहरू धेरै लगाउँछन्। अनि मेरै कुरा पनि दादालाई धेरै मान्छेहरूले लगाएको छन् क्या, मेरो बारेमा राजदादालाई र राजदादाको बारेमा मलाई धेरै कुराहरू सुनाएको छ। यो चिजले गर्दाखेरि अब दादाहरू त अब मिलेर छुटिनु भयो होइन, अरू पनि सम्बन्धहरू हुन्छ नि त, त्यसको लागि चाहिँ अर्काको कुरा चाहिँ नसुन्नु। जति कुरा हजुरको बारेमा अरूले मलाई लगाएका छन् अनि मेरो विषयमा हजुरलाई लगाएका छन्, त्यो कुराहरू पनि नसुन्नु। कोही के रहेछ भनेर जोसुकैसँग पनि एकचोटि सम्बन्धित व्यक्तिसँग चाहिँ फोन गरेर यस्तो यस्तो सुनेको कुरा के हो भनेर सुनेर मात्रै क्लियर गरेर मात्रै चाहिँ डिसिजन गर्नु। कुनै पनि कुराहरू डिसिजन गर्दाखेरि चाहिँ त्यो चिजले गर्दाखेरि, किन भोलि समय बितेर गइसकेको हुन्छ नि त, फेरि त्यो चिज आउँदैन नि त, ढिलो बितेर गइसकेपछि त बिग्रिसकेपछि सकिन्छ क्या। त्यही भएर अर्काको कुरा चाहिँ नसुन्नु, आफ्नो मनले जे भन्छ त्यही गर्नु। अनि त्यही हो, बाँकी काम अब राम्रोसँग गर्दै हुनुहुन्छ, सकस पनि राम्रो भइरहेको छ। अब अर्को पनि प्रोजेक्ट गर्नुहुन्छ होला, राम्रोसँग गर्नुहुन्छ होला होइन, गर्नुहुन्छ नै, किन दुईवटा त गर्नै पर्यो नि त, बल्छीदारको पनि दुईवटा छ। दर्शक यति चाहिँ हामी अजब साउनीको गजब मोमोमा आइपुगेको छौँ, देख्न सक्नुहुन्छ। मोमो पाक्दैछ यहाँनिर, साउनी पैसा गर्दै हुनुहुन्छ जस्तो। हेलो 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 नमस्कार। हेलो नमस्ते, म पैसा गर्छु। के छ हालको ठिकै छ एकदम। ल हामी त आएको छौँ, रुखमा आएको छौँ, रुखमा चाहिँ यस्तो अवस्थामा भेटेको छैन है त। नमस्कार दर्शकबिन, स्वागत छ वाइबी नेपालमा। वाइबी नेपालको टिम यति बेला आइपुगेको छ बानेटारमा र पछाडि देखिराख्नु भएको छ लोगो अजब साउनीको गजब मोमोमा आइपुगेको छौँ हामी। यति बेला ओपनिङमा नै आइपुगेको थियौँ र अहिले यति बेला चाहिँ हामी के हुँदैछ कसो हुँदैछ भनेर कुराकानी गर्नको लागि चाहिँ यहीँको साउनी हुनुहुन्छ मेरो साथमा।
कलाकार रुक्मिला अधिकारी र हामीले निकै नै मन पराएको एकदमै लोकप्रिय तेरी सिरियल जुठेको हाम्रो मनमायाजी हुनुहुन्छ। सँगसँगै उहाँले हल्का रमाइलोमा साउनी भनेर पनि आफ्नो परिचय बनाइसक्नु भएको छ। सर्वप्रथम स्वागत गर्न चाहन्छु हाम्रो रुक्मिलाजीलाई। स्वागत छ हजुरलाई। थ्याङ्क यू सो मच। हजुर मैले भनिहालेँ यति बेला हामी अजब साउनीको गजब मोमोमा छौँ होइन। कतिको गजब मोमो खुवाउँदै हुनुहुन्छ त ग्राहकहरूलाई? खुवाइरहेछ। यति राम्री साउनी भएपछि पक्कै पनि मान्छेहरू पनि आइराख्नु भएको छ होला मजाले। आइरहनु भएको छ। के छ त व्यापारहरू के हुँदैछ कस्तो हुँदैछ? ठिक छ, राम्रो चलिरहेछ अहिलेसम्म चाहिँ। अलिअलि त्यो स्टार्टिङमा नि भन्नुभएको थियो अलिकति अब यो बानियाटार एरियामा होइन एउटा जङ्सनको रूपमा पनि एउटा मोमो खोल्ने विचार राख्नु भएको छ भन्नुभयो। लोगो नै यति राम्रो छ होइन। कस्तो हुँदैछ एक्सपिरियन्स चाहिँ? यहाँ पनि रहेछ। त्यही भएर त यो टी सर्ट लाएर बसेको। एकदम रमाइलो। क्याप पनि छ हाम्रो। क्याप चाहिँ नलगाएको मैले, छोपिन्छ फेस फेरि देखिँदैन नि त, अनि त्यही भएर नलगाएको। क्याप पनि छ। रमाइलो राम्रो भइरहेछ। त्यही त अब बिजनेसमा हात हाल्नु भएको छ होइन। अब पहिला पनि थियो तपाईँको होइन, यो दोस्रो हो क्यारे होइन, हुँदैछ त्यो त नि। ओपनिङदेखि लिएर यहाँसम्मको कुराकानी गरौँ न होइन। एज अ बिजनेस वुमेन चाहिँ कतिको गाह्रो हुन्छ, कतिको प्रेसर हुन्छ कलाकारिता अगाडि बढाउनलाई, बिजनेसलाई अगाडि बढाउनलाई? के छ त? गाह्रो हुन्छ नि, कहिलेकाहीँ त एकदम धेरै टेन्सन हुन्छ ला जस्तो, कहिलेकाहीँ कम हुन्छ नि, कम भएको बेलामा एकदम धेरै ला अब सधैँ यस्तै होला जस्तो फिल हुन्छ क्या। तर सधैँ एकै नास्ता हुँदैन नि त, त्यो बेलामा चाहिँ त्यो फिल चाहिँ हुन्छ अब सधैँ यस्तै होला जस्तो हुन्छ क्या, नभएको बेलामा, कम भएको बेलामा। त्यही त सुटिङको लागि तपाईँ त कति दिन बाहिर पनि बस्नुपर्छ नि त होइन। जुटेको लागि भर्खर सुटिङ गरेर आउनु भएको छ होइन। त्यो टाइममा चाहिँ होइन अब कतिको प्रेसर फिल हुन्छ, कतिको टेन्सन फिल हुन्छ, ला मेरो मोमो पसलमा के भइरह्यो, उता के अरे कुपनडोलमा के भइरह्यो भन्ने टेन्सन हुन्छ कि हुँदैन? जम्सीगलमा हुन्छ अपडेट हाम्रो ग्रुप छ, अनि त्यसमा अपडेटहरू आइरहेको हुन्छ नि त। त्यसमा रिपोर्टहरू चाहिँ त्यसमा हेर्ने हो, ग्रुपमा हेरिरहेको हुन्छ। अनि सर पनि हुनुहुन्छ मसँग, हाम्रो पार्टनर सर हुनुहुन्छ नि त, अस्ति भेट्नु पनि होइन, सर हुनुहुन्छ, अनि सरले हेर्नुहुन्छ नि त, त्यो बेलामा आनन्द हुन्छ। अब यो मोमो पसलमा चाहिँ होइन मोमो नै पाइन्छ मेन त होइन। दर्शकहरूले होइन हाम्रो ग्राहकहरूले चाहिँ होइन के मन पराउनु भएको छ बेसी चाहिँ? अचार झोल, झोलमा त्यो खानुभएको थियो नि के अरे पिरो हो, त्यो हालेपछि एकदम धेरै टेस्ट मिठो हुन्छ नि त। अनि त्यो मन पराउनु भएको छ सबैजनाले। हजुर पनि आएर त्यो पिरो चाहिँ हालेर खानु होला, एकदम धेरै मिठो हुन्छ। हजुरलाई कस्तो लागेको थियो पिरो हाल्दा? अरू ठाउँको भन्दा डिफ्रेन्ट छ नि होइन पिरो? एकदम राम्रो पनि लागेको थियो, एकदम मिठो पनि लागेको थियो। त्यही भएर फर्की आज मोमो पनि खान आएको हामी चाहिँ यहाँनिर होइन। ठिकै छ। अब जुठेको नि कुराकानी गरौँ होइन। जुठे लङ टाइम पछि फेरि पनि ब्याक भएको छ होइन, फेरि पनि आउन थालिसकेको छ, हामीले हेर्न पाइरहेका छौँ होइन। अब सबैजना पात्रलाई देख्न पाइराख्दाखेरि चाहिँ राजु मास्टर नदेखिँदाखेरि, गोठे नदेखिँदाखेरि चाहिँ अलिकति टेन्सन पनि भयो सबैलाई। अलिकति नराम्रो कमेन्टहरू पनि धेरै आइरहेको थियो। राज दाइले पनि भन्नुभएको थियो यति बेला म बोल्न चाहदिनँ भनिरहनु भएको थियो होइन। कतिको मिस भयो तपाईँलाई आफ्नो दाइ चाहिँ भनौँ न, एज अ मनमाया भइकन चाहिँ गोठेलाई चाहिँ कतिको मिस गरिरहनु भएको छ? म सबैभन्दा धेरै त मलाई नै मिस भयो होला होइन, भयो किनभने मेरो घरको पात्र, मेरो घरको दाइ उहाँ। अनि त्यसपछि मेरो धेरै सिन हुने भनेकै दादासँग नै हो। अनि त्यसपछि दादासँग भएको सिन फेरि सबैजनालाई मन पराइदिनु हुने क्या। दादाको र मेरो जुन झगडा फाइटहरू हुन्छ नि, त्यो सबैजनालाई मन पराइदिनु हुन्थ्यो। अनि भयोभरको सिनै मेरो दादासँगै हुन्थ्यो। मैले जति त कसले मिस गरेँ होला र, तर मैले आफूसँग प्रमिस गरेर गएको थिएँ म एकचोटि पनि म दादालाई सम्झेर चाहिँ स्याड हुँदिनँ है भनेर आफैसँग घरमै हुँदाखेरि प्रमिस गरेर गएको थिएँ। जुन प्रमिस गरेर गएको थिएँ त्यो चाहिँ मैले पुरा गरेर आएँ। अनि त्यो सेट हेरिराख्दाखेरि, त्यो घर हेरिराख्दाखेरि भनौँ न, तपाईँहरू त दाजुबहिनी हुनुहुन्छ नि त सिनमा त होइन। रियलमा पनि तपाईँले त्यत्तिकै रेस्पेक्ट गर्नुहुन्छ राजु मास्टर दाईलाई, हाम्रो होइन मरिचमान दाईलाई त्यत्तिकै माया गर्नुहुन्छ जुठे दाईलाई। तर त्यो सेटमा गइराख्दाखेरि त्यो घर हेरिराख्नु कहीँ कतै राजु दाई भइदिए भए हुन्थ्यो भन्ने टाइपको फिल भयो कि भएन? ओके, एउटा के भयो भने जाने बित्तिकै अब गयौँ है, त्यो यति नराम्रो फिल, यति नराम्रो लाग्ने होइन। दादा के गएर त्यो हुन त अब हजुरहरू जानुभएको छैन त्यहाँनिर कस्तो छ भनेर देख्नु नै भएको छैन होइन। त्यो बाटोदेखि हेर्दाखेरि त्यहाँदेखि तल चाहिँ पुरै तल ओह्रालो छ। त्यो सबै पाहाडहरूको तल केन्द्र चाहिँ तल हुन्छ नि, केन्द्रबिन्दु जस्तो सबै पाहाडहरू भएर तलपट्टि भएको ठाउँ देखिन्छ क्या। त्यहाँबाट हामी जहाँ बस्छौँ त्यसकै अगाडिपट्टि बाटोमै। अनि कुर्सीमा दादा जब सिन हुँदैन अथवा चाहिँ बिहानै मर्निङ भयो अनि चिया खाएर कफी खाएर दादा त्यहाँनिर बस्नुहुन्थ्यो क्या। अनि फेरि योपालि अब दादा हुँदाखेरि हामी गाडीमा अलमल गर्दै जान्थ्यौँ, बाटोमा उत्रियो, के खायो, रमाइलो गर्दै चटपट खायो, यस्तो यस्तो गर्दै रेस्ट गर्दै चिया खाँदै जान्थ्यौँ। अब त्यति बेला दादा नहुनु भएको, हामी कहीँ ओर्लेनौँ पनि। अनि बल्छ दादाको ससुराली लमजुङ नै हो नि त। अनि हामी ससुरालीमा पनि धेरै बेर अलमल गरिनौँ कि, किनभने चाँडै जानुपर्छ। अब गइसकेपछि हाम्रो सबैको आफ्नो आफ्नो ओर्ने ओछ्याउनेहरू लिनपर्छ कि, त्यसको लागि चाहिँ चाँडै पुग्नुपर्छ भनेर अलमल नगरिकन चाँडै गयौँ। अनि यत्रो वर्ष सुटिङ भइरहँदाखेरि हामी पहिलोचोटि होला कि जुठेको सुटिङमा
4 बजी 4 बज्न लाग्दा 10 मिनट कि 15 मिनट बाँकी थियो त्यति चाँडै पुगेको पहिलोचोटि हो त्यो है उज्यालो थियो अनि टक्क गाडीबाट गइसकेपछि यसो हेरेको त है कस्तो त्यो अर्कै फिल भएको दादा बिना अब पहिलोचोटि गइरहेछौँ हामी है अनि मैले आफैसँग भने नि प्रमिस गरेको थिएँ म एकचोटि पनि दादालाई सम्झेर स्याड चाहिँ हुँदिनँ है भनेर गएको थिएँ अनि सबै चिजहरू नर्मल्ली अब एकचोटि त कस्तो गाह्रो भएको थियो त्यो पूजा गरिरहेको बेलामा तर मैले कसैलाई पनि देखाइनँ कि आफूलाई नै देखाएँ अनि त्यहीभित्र दबाई दिएँ क्या मैले अनि त्यो गाडी गरेर गइसकेपछि चाहिँ त्यो जुन दादा जसरी बस्नुहुन्थ्यो नि कुर्सीमा त्यहाँ ओह्रालोमा त्यो स्टकका सिनहरू भ्यूहरू हेर्दै त्यहाँनिर त्यो कुर्सी दादा जसरी बस्नुहुन्थ्यो त्यसै गरी त्यतैपट्टि फर्काएर राखेको थियो क्या अनि कस्तो फिल भयो भने मलाई त अब भन्दाखेरि कस्तो नराम्रो सुनिन्छ मान्छे मरेर गइसकेपछि त आत्मा आएर तिनेर बसेको देखिन्छ नि त्यस्तै क्या अब दादा त हामीसँग हुनुहुन्न तर दादा चाहिँ त्यही त्यो रातो कुर्सीमा त्यहीँनिर बसेर उतापट्टि हेरेर बसिरहनु भएको छ जस्तो हामीभन्दा अगाडि नै गएर त्यहीँनिर बस्नु भयो क्या हो अनि हामीलाई देखेर लुक्नु भयो कि भित्रतिर जस्तो फिल भएको क्या अनि मैले निर्मला दिदीलाई पनि कुरा गरेँ क्या दिदी हेर्नु त ठ्याक्कै दादा बसे जसरी नि त्यो कुर्सी राखेको छ दादा त्यहीँनिर बसेर खाइरहेको हुन्थ्यो चिया कफी खाइरहेको हुन्थ्यो हेर्नु त त्यो दादा त्यो कुर्सी देख्दाखेरि दादा नै हो त्यहाँनिर जस्तो फिल भएको क्या अनि त्यो एउटा आत्मा आएर चाहिँ त्यहीँनिर बसिरहेको जस्तो फिल चाहिँ भएको थियो त्यो बेलामा अब नराम्रो कति लाग्यो भन्नेको त कुरै नगरौँ किनभने हाम्रो घरको सिन जहिले पनि पहिला हुन्थ्यो क्या जहिले पनि 5 बजी मै हो क्या उठ्ने हाम्रो घरको सिन हुन्छ अनि जुर्का उठ्यो मेकअप सेप गरौँ हाम्रो घरमा गएर बस्यो हाम्रो घरको ओपनिङ सिनै हाम्रोबाट हुन्थ्यो अनि त्यसपछि अब एउटा सिन भयो भने हाम्रो घरमा हुन्थ्यो र अरू हुन्थ्यो क्या त्यस्तो धेरै नराम्रो लागेको थियो हजुर त्यही त यो न्युज पनि भनौँ न होइन अब राजु मास्टरले गोतेको क्यारेक्टर छोडे राजु मास्टरले जुठे छोडे भन्दाखेरि हामीलाई पनि नराम्रो लागेको थियो होइन जे होस् मिलेर चाहिँ अगाडि गइदिया भए अझ राम्रो हुन्थ्यो भन्ने पनि भएको थियो त्यो न्युजले चाहिँ तपाईँलाई कतिको हान्यो अब दादाहरू छुट्टिनु हुँदैछ भन्ने कुरा त अगाडि नै थाहा थियो है न्युजले त केही पनि फरक त पारेन त्यो दादाले जब राजदादाले लेखेर त्यो हाल्नुभयो नि त्यो देख्दाखेरि चाहिँ यस्तो मन दुखेको थियो क्या त्यो देख्दाखेरि चाहिँ अनि कस्तो के नरमाइलो ला अब साँच्चीकै दादा जानुहुन्न त अब दादा साँच्चीकै जुठीमा हुँदैन त जस्तो फिल भएको थियो क्या एकदम धेरै नरमाइलो त्यो सम्झिनै नसक्ने के भावुक पनि बनायो होला तपाईँलाई त एकदमै बनाउँछ नि त्यो अब बिचमा अब कतिचोटि भावुक भयो नि धेरैचोटि भयो आँभर आँसु पनि देखिरहेको छ पक्कै पनि एउटा दाजुको लागि सम्मान पनि हो यो होइन धेरै कुरा छ तपाईँ एकदम प्रिय पात्र प्रिय बहिनी पनि हुनुहुन्छ रियलमै पनि यति माया गर्नुभएको छ दुवैजना दादाहरूले हजुरलाई होइन अब मिलेर गयो भने अझ राम्रो हुन्थ्यो हाम्रो पनि त्यही नै छ कमेन्टहरू हेर्दाखेरि पनि किन छैनन् गोथे यति बेला भन्ने पनि भइरहेछ कमेन्टहरू कतिको पढ्न पाउनुभयो पढ्छु म पढिरहेको हुन्छु है कमेन्टहरू पढ्दाखेरि पनि अझ भक्काने होला म नरमाइलो लाग्छ नि दादाकै फेसबुकमा पनि कति धेरै कमेन्टहरू रहेछ है त्योहरू पनि देख्यौँ अब हामी सुटिङमा कहाँ थियो जस दादाको पोस्ट गरेर देख्दाखेरि पोखरातिर हुनुहुन्थ्यो तपाईँहरू होइन जुठेको सुटिङमा थियौँ होला किनभने हामी जुठेको सुटिङ सकाएर अनि हल्का रमाइलोको पनि गरेर आयो त्यही त अब जे होस् राम्ररी अझै अगाडि बढोस् जुटे च्यानल होइन हाम्रो जुटे युट्युब च्यानल पनि छ होइन जुटे सिरियल पनि छ मै भावुक भयो क्या मै यहीँनिर भक्काने भने जस्तो नै हुन्छ होइन नसम्झौँ त्यो कुरा के बोलौँ भयो क्या ठिकै छ अब जुटे आइरहेको छ होइन जुटेको रमाइलो पक्षतिर पनि जाउँ यति बेला जुनकेरी र जुटेको बे भइसकेको छ मनमायाजीले मिलाउनु भएको छ लाग्यो अलिअलि कता कता हेर्दाखेरि मलाई होइन साँच्चीकै हो तपाईँले मिलाइदिनु भयो अब देख्दाखेरि त साँच्चीकै मैले मिलाएको जस्तो देखिएको छ कस्तो खुसी लागिरहेछ कि छैन त अब दुःख एकातिर छ त्यसलाई अब साइडमा राखौँ होइन जुठे र जुनकेरीको बे कहिले होला भन्ने प्रश्न धेरै आउँथ्यो होइन यति बेला मनमायाले मिलाइदिएको छ जुठे र जुनकेरीको जोडी कति खुसी लाग्छ कतिको चाहिँ एप्रिसिएट पाइरहनु भएको छ होइन खुसी लागेको थियो साथीले बिहा गरौँ टाइपको होइन तर त्यो साँच्चीकै होइन त्यो जुन सिन गरिरहँदाखेरि नि साँच्चीकै फिल भएको थियो क्या ला मेरो बच्चैदेखिको साथी साँच्चीकै गयो जस्तो फिल भएको थियो क्या एकदम रमाइलो हाम्रो त वान टेक हो सबै त्यो सिनहरू कति 5 मिनट जतिको छ होइन त्यो भागेकोवाला सिन त्यो सबै वान टेक सिन हो त्यहाँ कसैले कसैलाई दोहोऱ्याएर गरेको त्यो अगाडि नै डिस्कस भइसकेको थियो यस्तो यस्तो भनेर अनि त्यसपछि त्यो सबै वान टेक हो है 5 मिनटको जति सिन छ जुनकेरीजीलाई एज अ बेहुली देख्दाखेरि चाहिँ कतिको खुसी लागिरहेको थियो कतिको चाहिँ मनमा गदगद भइरहेको थियो खुसी लागेको थियो त्यसलाई किनभने यस्तो राम्ररी देखेको थियो है अब हुन त अरू पार्टहरू अगाडि पछि पनि आउँछ त्यसलाई एकदम धेरै राम्ररी देखेको चाहिँ एकदम धेरै राम्ररी देखेको थियो एकदम धेरै खुसी लाग्यो साथीले बिहा गर्यो टाइपको अब मेरो टाइप अब मनमायाको कहिले आउँछ पालो
बल्छी दादालाई सोध्नुपर्छ दादा कहिले हो मेरो पालो थाहै छैन मलाई जस अब दाइ पनि छैन मेरो त खोइ के हो अलिकति पिर पनि परेर होला होइन अब अलिकति सिन कम पनि हुन्छ होला त्यही कारणले गर्दाखेरि होइन अब हामी पनि उयो चाहिँ गर्दैनौँ जस राम्रो होस् होइन मनमायाजी एज अ साउनी एज अ रुक्मिलाजी रुक्स होइन अगाडि बढ्नुहोस् त्यही नै छ हाम्रो पनि धेरै धेरै शुभकामना यतिको खुसी यतिको चाहिँ होइन अगाडि बढिरहेको देख्न पाऊँ र फेरि पनि ब्याक टु यही अजब साउनीको गजब मोमोतिरै जाउँ होइन पक्कै पनि व्यापार राम्रै हुँदैछ नि त अहिलेसम्म चाहिँ राम्रो भइरहेछ हजुर के भन्न चाहनुहुन्छ अडियन्सलाई जो चाहिँ मोमो पसल खोलेर बस्न चाहनुहुन्छ यति बेला तपाईँको अनुभव मेरो अनुभव त रमाइलो छ 333 थियो त्यसपछि यो छ अब यसलाई अझ धेरै बढाएर काठमाडौँभरि साउनी बनाउने मन छ हजुरहरूले साथ सपोर्ट गरिदिनु होला माया गरिदिनु होला अब मोमो आएर खाइदिनु होला कस्तो लाग्छ कमेन्ट गरिदिनु होला त्यही त हो नि होइन के भन्ने अब जस खानुभएकोहरूले चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला जति पनि खानु भएकोहरूले राम्रो रिभ्यू दिनुभएको छ है मिठो छ भनेर भन्नुभएको छ अस्ति धेरै आउनुभयो भिडियो हेरेर धेरैजना आउनुभएको थियो अस्ति पनि अनि म त फेरि हिजोदेखि आउनु थालेँ हो नि त म त 10-15 कति पनि आउनुहुन्छ होला यहाँ धेरैजना आउनुहुन्छ मनमाया भन्दै बच्चाहरू के सानो सानो बच्चाहरू अझ धेरै है खुसी लाग्छ एकदम धेरै त्यसरी माया पाउँदाखेरि अनि मलाई भेट्न भनेर आउँदाखेरि अनि हिजो एकजना बुढी आमा पनि आउनुभएको थियो है मेरै हजुरआमा जस्तो लागेको बुढी आमा आउनुभएको थियो अनि त्यसपछि मोमो खाएर जानुभयो मिठो लाग्यो एकदम धेरै खुसी लाग्यो हजुर त्यो त मिठो पनि छ यहाँको मोमो तपाईँ पनि आउन सक्नुहुन्छ बानियाटारमा रहेको छ यो मोमो चाहिँ होइन अब त्यो त अन्तिमतिर पनि छ धेरै लामो कुराकानी नगरौँ यति बेला होइन मनमायाको बिहे त अब स्क्रिप्ट अनुसार होला नहोला होइन रुक्मिलाजीले चाहिँ आफ्नो जीवनसाथी कस्तो रोज्न खोजिराख्नु भएको छ के छ फ्युचर प्लानिङ बिहे कहिले होला त रुक्मिलाजीको यस्तो कुरा चाहिँ नगरौँ न कस्तो लाज लाग्छ लाज लाग्छ थाहा छैन के सोच्नु भएको छ केही बिहेको बारे होइन केही सोचेको छैन नसोचौँ काम सोच्ने अहिले ओके त्यो त कामलाई पनि प्रायोरिटी दिनुपर्छ एकदम राम्रो हुँदै पनि छ यहाँनिर होइन अब धेरैजनाको प्रश्न नै हुनसक्छ होइन अब टिमसँग अलिकति सम्बन्ध बिग्रिसकेपछि चिसिसकेपछि होइन हाम्रो राजु दाईको होइन तपाईँको त बिग्रिया छैन तपाईँको त राम्रै छ है गोतेजीलाई एउटा सन्देश दिनु पऱ्यो भने यति बेला के भन्न चाहन्छु राजु मास्टर दाईलाई राजदादालाई के भन्नु धेरै कुराहरू भन्न मन छ हुन त अब धेरै कुरा भनि पनि सकेको छु अहिले चाहिँ अब दादा राम्रोसँग काम गर्नु होला है मान्छेलाई धेरै ट्रस्ट नगर्नु दादा चाहिँ एउटा कस्तो हुनुहुन्छ भने नराम्रो बानी चाहिँ दादाले अरूले लगाएको कुराहरू सुन्नुहुन्छ क्या मान्छेले सम्बन्ध बिगाड्नको लागि अर्काको कुराहरू धेरै लगाउँछन् अनि मेरै कुरा पनि दादालाई धेरै मान्छेहरूले लगाएको छन् क्या मेरो बारेमा राजदादालाई र राजदादाको बारेमा मलाई धेरै कुराहरू सुनाएको छ यो चिजले गर्दाखेरि अब दादाहरू त अब मिलेरै छुटिनु भयो होइन अरू पनि सम्बन्धहरू हुन्छ नि त त्यसको लागि चाहिँ अर्काको कुरा चाहिँ नसुन्नु जति कुरा हजुरको बारेमा अरूले मलाई लगाएका छन् अनि मेरो विषयमा हजुरलाई लगाएका छन् त्यो कुराहरू पनि नसुन्नु कोही के रहेछ भनेर जोसुकैसँग पनि एकचोटि सम्बन्धित व्यक्तिसँग चाहिँ फोन गरेर यस्तो सुनाएकै कुरा के हो भनेर सुनेर मात्रै क्लियर गरेर मात्रै चाहिँ डिसिजन गर्नु कुनै पनि कुराहरू डिसिजन गर्दाखेरि चाहिँ त्यो चिजले गर्दाखेरि किन भोलि समय बितेर गइसकेको हुन्छ नि त फेरि त्यो चिज आउँदैन नि त ढिलो बितेर गइसकेपछि त बिग्रिसकेपछि सकिन्छ क्या त्यही भएर अर्काको कुरा चाहिँ नसुन्नु आफ्नो मनले जे भन्छ त्यही गर्नु अनि त्यही हो बाँकी काम अब राम्रोसँग गर्दै हुनुहुन्छ सकस पनि राम्रो भइरहेको छ अब अर्को पनि प्रोजेक्ट गर्नुहुन्छ होला राम्रोसँग गर्नुहुन्छ होला होइन गर्नुहुन्छ नै किन दुईवटा त गर्नै पर्यो नि त बल्छी दादाको पनि दुईवटा छ अनि दादाले पनि गर्नुहुन्छ राम्रोसँग गर्नु राम्रो मान्छेहरू राखेर राम्रो काम गर्नु हजुरलाई धेरै धेरै शुभकामना थ्याङ्क यू सो मच है अब यो चाहिँ राजु दाईको लाइभ मेसेज थियो अब तपाईँको अडियन्स तपाईँको फ्यान फलोवर्सको लागि के भन्दैछ मलाई एकदम धेरै माया गरिदिनु अब फेरि माया मात्रै गरेर नेगेटिभ कुराहरू केही पनि नगर्नु त भन्दिनँ नेगेटिभ कुरा होइन नराम्रो कुराहरू केही छ भने भन्नु म सुधार्दै अघि बढ्नेछु अनि त्यही हो थ्याङ्क यू सो मच हजुरलाई पनि धेरै धेरै धन्यवाद